एमएनओ ड्यास डिजिजी मङ्गोल नेसनल अर्गनाइजेसन ड्यास डाक्टर गोपाल गुरुङ संगठनले विगतको प्रधानमन्त्रीलाई 55 बुँदे ध्यान आकर्षण ज्ञापन पत्र हामीले दिएको छौँ है। फेरि पनि यो जेनजीको प्रधानमन्त्रीलाई हामीले दिनेछौँ र हामीले त्यो सांसद भइराख्नु पर्दैन, मन्त्री बन बाहिर बसेर नि हामी सरकारलाई हामी कन्ट्रोल कमान्ड गाइड त्यसलाई चाहिँ अब कामहरू गर्न सकिन्छ भन्ने छ हैन। त्यसले गर्दाखेरि त्यो 55 बुँदे ध्यान आकर्षण कस्तो छ म एक एक पढेर सुनाउँछु साथीहरु, ध्यानले पढ्नु होला, सुन्नु होला, धेरै लाइक शेयर सब्स्क्राइब पनि गर्नु होला भन्न चाहे बनर यो थुलुङ बंगला एमएनओडीजी संगठनबाट है त। सुन्नुस् है त। अब बुँदा नम्बर 1 मा के भनेछ, बाहुनवादी सर्वोच्चता सुप्रिमेसी बाहुनको कायम गर्ने कथित नेपालको संविधान 2072 पुनर्लेखन गर्नुपर्छ, क्लियर छ। अर्को बुँदा विभिन्न समयमा गरिएको राष्ट्रघाती सन्धिहरू पुनर्लोकन गरी खारेज गरिनुपर्छ। नागरिकले समेत विरोध गर्दै आएको एमसीसी जस्ता सम्झौता जबरजस्ती लाद्न पाइँदैन। अर्को बुँदा ग्रीन हाउस इफेक्ट वा हरितबाट हैन, हरित घरबाट CO2 ग्यास उत्सर्जनका लागि हावापानी परिवर्तन क्लाइमेट चेन्ज भइरहेको छ। भूमण्डलीय उष्णीकरण ग्लोबल वार्मिङको डरलाग्दो स्थिति उत्पन्न भएको छ। यसप्रति पृथ्वीवासी गम्भीर नहुने हो र राज्यले सही नीति नलिए प्राकृतिक रूपमा मरुभूमि हुनेछ। त्यसैले पृथ्वीको आयुलाई लम्ब्याउन समस्त प्राणीहरूको रक्षा गर्न वातावरण मैत्री अर्थतन्त्रको अवलम्बन गर्दै अघि बढ्नु आजको पहिलो आवश्यकता हो। बुँदा नम्बर 2 पूर्ण संघात्मक शासन व्यवस्थाको सिद्धान्त अनुसार परराष्ट्र रक्षा टक्सार भन्सार सञ्चार संघलाई बाँकी अधिकार प्रान्तलाई हुनुपर्छ। अर्को बुँदा नागरिकद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरिनुपर्छ। 5 वर्षको कार्यकाल बढीमा 2 कार्यकाल मात्र बन्न पाउने हुनुपर्छ है। अर्को बुँदा सांसद कटौती गर्दै बढीमा 150 जनाको हुनुपर्छ। राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा 4 जनाको व्यवस्था गर्नुपर्छ। भागबण्डा मिलाउन अनावश्यक मन्त्रालयको सिर्जना गरी राज्यको ढुकुटी दोहन गर्न तत्काल बन्द गर्नुपर्छ। आर्थिक भार कम गर्न मुख्य मन्त्रालय बाहेक अरु खारेजी गर्नुपर्छ। अर्को बुँदा प्रतिनिधि सभा र प्रदेश सभाको समुदायगत क्लस्टर खस आर्यलाई ऐतिहासिक विभेद सहबेसी गरिनु, समानता सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्ड विपरीत र एकल नस्ली वर्चस्वको निरन्तरता भएकोले खारेजी गर्नु हुनुपर्छ। गाई गोरु काटेर खाएको झुटो आरोप लगाएर थुनामा राखिएको मुद्दा लगाइएकोहरूको सम्पूर्ण धरोटी फिर्ता गरी ससम्मान बिना शर्त तुरन्त रिहा गर्नुपर्छ। अर्को बुँदा श्रमजीवी नागरिकहरूको ढाड भाँचिने गरी भइरहेको अत्याधिक कृत्रिम मूल्य वृद्धि कालो बजारी तुरन्त रोक्नुपर्छ। अर्को बुँदा भ्रष्टाचारीलाई आजीवन सश्रम कारावास सजायको व्यवस्था गर्ने साथै निजको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरेर नेता सरकारी कर्मचारी पत्रकार न्यायाधीश वकिलहरूको परिसम्पूर्ण सम्पत्ति शुद्धिकरण गर्नुपर्ने कानुनी व्यवस्था हुनुपर्छ। अर्को नम्बर बुँदा दिगो विकास र स्थायी शान्तिको निम्ति पनि सेना प्रहरी प्रशासन क्षेत्रमा समुदायको नस्लको जनसङ्ख्याको अनुपातमा पूर्ण समानुपातिक फुल रिप्रेजेन्टेटिभलाई पद्धतिलाई लागू गर्नुपर्छ। अर्को नम्बर बुँदा मूलवासी इन्डिजिनियसहरूलाई आदिवासी जनजाति नोमेड जिप्सी र दलित मधेसी भन्न तुरन्त बन्द गरिनुपर्छ। अर्को बुँदा हिन्दू मूलवासी मङ्गोलले चौतर्फी विकास र निम्ति मङ्गोल नेसनल अर्गनाइजेसन ड्यास डाक्टर गोपाल गुरुङको तर्फबाट नै एक जना मन्त्री अटुट रूपले राख्नुपर्ने व्यवस्था संविधानमा नै किटान गरिनुपर्छ, जसले गर्दा हिन्दू मूलवासी मङ्गोलको सम्पूर्ण हितार्थ यसै मन्त्रालयले नीति निर्धारण गर्ने व्यवस्था हुनुपर्छ। अर्को बुँदा नेपालले कुनै पनि मुलुकसँग लडाईँमा होमिनु पर्ने नीति नलिएको र नेपाली सेनाले कुनै पनि मुलुकको आक्रमण थेक्न नसक्ने भएकोले नेपाललाई 50,000 भन्दा बढी सेनाको आवश्यकता नपर्ने भएकोले ऋण भार नेपाली नागरिकलाई नबोकाई कटौती गरी 16 देखि 40 वर्षभित्रको प्रत्येक नागरिकहरूलाई सैनिक तालिम अनिवार्य गर्नुपर्छ, जसले आफ्नो सुरक्षा आफै गर्न सक्छ। अर्को बुँदा गोर्खा भर्तीलाई रोक्दै देशमा दिनु हजारौं विदेशी बाध्य भएका युवाहरूलाई स्वदेशमै रोजगारको व्यवस्था गरिनुपर्छ। अर्को बुँदा निर्वाचन आयोगको साम्प्रदायिक र विभेदकारी नीति सच्चिनुपर्छ, साथै महँगो चुनावी प्रणाली परिवर्तन गर्नुपर्छ। अर्को बुँदा चुनावमा राखिएको थ्रेसहोल्डले लोकतन्त्रको धज्जी उडाएको छ। कुनै पनि उदीयमान राजनीतिक शक्तिलाई मूलधारमा प्रवेश रोक लगाएको हुँदा यसले स्थायी शान्ति र दिगो
विकासका बाधा उत्पन्न भई मुलुकमा दुर्घटनामा पर्न सक्ने भएको हुँदा यसलाई तुरुन्त खारेज गरिनुपर्छ। अर्को बुँदा प्रवासमा रहेका नेपाली नागरिकहरूलाई पनि भोट हाल्ने अधिकार भोटिङ राइट्स सुनिश्चित गर्नुपर्छ। बुँदा नम्बर अर्को छ लोकसेवा आयोगको परीक्षालाई प्रत्यक्ष पारदर्शी एवं सञ्चालन गर्नुपर्छ। ऐतिहासिक विभेदमा परेका समुदाय नस्लको आधारमा प्रतिनिधित्व व्यवस्था फुल रिप्रेजेन्टेटिभ गर्नुपर्छ। अर्को नम्बर बुँदा नेपालीहरूले दोहोरो नागरिकता पाउनुपर्छ। अर्को देशमा कुनै कारणले त्यस देशको नागरिकता छ वा पाएको छ भने पनि नेपाली भएकोले नेपालको नागरिकता रहिरहनु पर्छ। अर्को बुँदा नेपालको झण्डा सही अर्थमा हिन्दू साम्राज्यवादीको प्रतीक भएकोले यो अराष्ट्रिय झण्डा हो। यसकारण तथाकथित राष्ट्रिय नामाकरण गरिएको अराष्ट्रिय झण्डा बदल्नुपर्छ। अर्को नम्बर बुँदा विक्रम सम्वत खारेज गरी नेपालमा मौलिक सम्वत येलेदोङ सम्वत, बुद्ध सम्वत या नेपाल सम्वतलाई राष्ट्रिय सम्वत क्यालेन्डर बनाइनुपर्छ र सन् सम्वतलाई पनि मान्यता दिनुपर्छ। अर्को नम्बर बुँदा राष्ट्रिय जनावर गाई होइन कस्तुरी मृग राखिनुपर्छ। अर्को नम्बर बुँदा सबै खाले जातिभेद कास्ट बेस्ड डिस्क्रिमिनेसन एन्ड वर्णभेद रेसियल डिस्क्रिमिनेसन पूर्ण रूपमा अन्त्य हुनुपर्छ। अर्को नम्बर बुँदा नेपालका सम्पूर्ण मातृभाषा लिपि संरक्षण सम्वर्धन गर्नका निमित्त राज्यबाट सहयोगको व्यवस्था गरिनुपर्छ। साथै भाषा लिपि संस्कार संस्कृतिको अध्ययन अध्यापन गर्न भाषा विश्वविद्यालयको स्थापना गरिनुपर्छ। अर्को नम्बर बुँदा सरकारले लागू गरेको कर प्रणाली उपयुक्त छैन, यसलाई व्यापक परिवर्तन र नागरिकमुखी बनाइनुपर्छ। अर्को नम्बर बुँदा राइट टु कलको व्यवस्था गरिनुपर्छ। अर्को नम्बर बुँदा शपथ ग्रहण गर्दा ईश्वरलाई साँची राखेर होइन नागरिक र माटोलाई साँची राखेर गरिनुपर्छ। यो हामीले दिएको अर्को नम्बर। अब अर्को नम्बर बुँदा एकाधिकार र बजारीकरण तुरुन्तै बन्द गरिनुपर्छ। साथै सिन्डिकेट प्रणाली पूर्ण रूपमा खारेज हुनुपर्छ। अर्को नम्बर बुँदा सम्पूर्ण नागरिकलाई घाँसबास कपार रोजगारको पूर्ण ग्यारेन्टी गरिनुपर्छ। अर्को नम्बर बुँदा सम्पूर्ण सुकुम्बासीमाथि अध्ययन अनुसन्धान गरी सक्कली पहिचान गरी दीर्घकालीन आवासको व्यवस्थापन गरिनुपर्छ। अर्को नम्बर बुँदा आइएल 169 र प्रत्याभूत गरेको स्रोतमाथिको अधिकार जल जङ्गल जमिनको स्वामित्व मूलवासीको हुने भएकोले पनि अन्तर्राष्ट्रिय सन्धि अन रिट घोषणा पत्र नीतिको आधारमा कार्यान्वयन हुनुपर्छ। अर्को नम्बर बुँदा किसानहरूको सम्पूर्ण समस्या र दीर्घकालीन समाधान गर्नुपर्छ। अर्को नम्बर बुँदा अति आवश्यक वस्तु बाहेक सम्पूर्ण आयातमा तुरन्त रोक लगाई निर्यात बढाउनुपर्छ। अर्को नम्बर बुँदा सम्पूर्ण नेपाली नागरिकहरूलाई राज्यले स्रोत साधन वितरण गरिनुपर्छ। अर्को नम्बर बुँदा प्रत्येक नागरिकलाई निशुल्क बिमाको व्यवस्था गरिनुपर्छ। अर्को नम्बर बुँदा अपाङ्गहरूलाई विशेष सेवा सुविधा उपलब्ध गरिनुपर्छ। अर्को नम्बर बुँदा नेपालमा राजस्थानबाट मुगलले खेदाई पठाएको मुगल मुस्लिमले खेदाई पठाएको त्यसपछि वर्तमान नेपाल प्रवेश गरेका भित्रिएका शाहहरूले राजसत्ता आफ्नो मुठ्ठीमा पारेपछि अराष्ट्रिय पोसाक दौरा सुरुवाल र नेपाली बनाइएको मुसलमान टोपी होइन ढाका टोपी बङ्गलादेशको ढाकाको होइन लाई राष्ट्रिय बनाउने काम पुनः भएको छ। यसको ठाउँमा स्वैच्छिक बनाउनु जरुरी छ। खस लिपिलाई देवनागरी लिपि भन्नु र संविधानमा लेख्नु बन्द गरिनुपर्छ। सरकारी कर्मचारीबाट सामान्य नागरिकमाथि हुने ढिलो सुस्ती दुःख कष्ट दिने भ्रष्ट कर्मचारी तुरन्त कारबाही गर्नुपर्छ। अर्को बुँदा देशभर रहेको सम्पूर्ण सरकारी संस्थानहरूमा सम्पत्ति सार्वजनिक गरिनुपर्छ। अर्को नम्बर बुँदा नेपाल आयल निगमले वितरण गरेको इन्धन सुविधाको सम्पूर्ण खर्च सार्वजनिक गर्नुपर्छ। अर्को नम्बर बुँदा छिमेकी मुलुकले सीमा मिचेको हो कि शासकले मिचेको भए तुरन्त फिर्ता गर्न विशेष पहल गर्नुपर्छ र सीमानामा सीसी क्यामेरा जडान गरी सीमा रक्षाको विशेष नीति निर्माणमा गर्दै सीमानामा कडाई गरिनुपर्छ। अर्को नम्बर बुँदा भारत र चीनसँगको व्यापार घाटाको दीर्घकालीन समाधान गर्न अग्रसर हुन जरुरी छ। अर्को नम्बर बुँदा विदेशीलाई नागरिकता दिने र नेपालीको अस्तित्वलाई समाप्त पार्ने खेल तुरुन्त बन्द गरिनुपर्छ। अर्को नम्बर बुँदा विदेशी ऋण लिएर सम्पूर्ण नेपाली नागरिकहरूलाई ऋणको भार बोकाउने राष्ट्रघाती कदम तुरुन्त बन्द गरिनुपर्छ। अर्को नम्बर बुँदा सेवा सुविधाको नाममा राज्यको ढुकुटी दुरुपयोग गर्न बन्द गरिनुपर्छ। अर्को नम्बर सबै धर्मलाई राज्यले व्यावहारिक रूपमा सम्मान गरिनु पर्छ र धर्मनिरपेक्षलाई व्यावहारिक रूपमा कायम गरिनुपर्छ। अर्को नम्बर बुँदा सरकारी नियुक्तिमा हुने दलगत हस्तक्षेप न्यायालय हुने राजनीतिक हस्तक्षेप अविलम्बन बन्द गरी नातावाद जातिवादको आधारमा नभई क्षमता योग्यताको आधार
नियुक्ति हुनुपर्छ। अर्को नम्बर बुँदा सम्पूर्ण नागरिकले लगानी गरिएको उद्योग व्यापार व्यवसायमा बिमाको व्यवस्था गरिनुपर्छ। अर्को नम्बर बुँदा स्वदेशी सम्पत्ति विदेशमा लगानी गर्न पूर्ण रूपमा बन्द गरिनुपर्छ। साथै विदेशमा आउने सम्पत्ति खुल्ला गरिनुपर्छ। विदेशबाट आउने सम्पत्ति डिएनएमा आधारित नागरिकताको व्यवस्था गर्नुपर्छ। जात जातिको कुरा चाहिँ हुनु हुँदैन भन्ने कुरा छ है। र अर्को नम्बर बुँदा नारीहरूलाई पुरुष सरहको अधिकार प्रदान गरिनुपर्छ। राज्यको सम्पूर्ण अङ्गमा नारीहरूको 50% सुनिश्चित गरिनुपर्छ। अर्को नम्बर बुँदा अन्तिम लास्ट सेकेन्ड दैनिक जसो हुने हत्या हिंसा बलात्कार वर्णभेद जातिभेद जघन्य अपराध पूर्ण रूपमा अन्त्य हुनुपर्छ। अन्तिम बुँदा 55 मा छ राज्यद्वारा बन्द गरिएको सम्पूर्ण उद्योग कल कारखाना पुनः सञ्चालन गर्नुपर्छ। साथै अध्ययन अनुसन्धान आविष्कारको क्षेत्रमा कम्तीमा 4% बजेट छुट्याउनुपर्छ। डाक्टर महावीर पुनको इनोभेसन सेन्टरलाई जीडीपीको 4% छुट्याउनु पर्छ भनेर स्पष्ट हामीले एमएनओडी संगठनले प्रधानमन्त्रीलाई पनि दिएको छौँ, फेरि पनि हामी दिनेछौँ र क्रान्ति अगाडि बढ्नेछ। सम्पूर्ण हामी एकजुट हौँ, अगाडि बढौँ, लडौँ, हक अधिकारको लागि भन्न चाहन्छु। जय मङ्गल, जय मङ्गल।